हेलो एभ्रिवान, यो रहेको छ स्विच मोड पावर सप्लाई जसलाई एसएमपीएस पनि भनिन्छ। यसले चाहिँ तपाईको घरमा आउने एसी भोल्टेजलाई कन्भर्ट गरेर डीसीमा चेन्ज गर्छ र कम्प्युटर रन गराउन हेल्प गर्छ। यो चाहिँ लाइक ट्रेडिसनल पावर सप्लाई भन्दा चाहिँ अलिकति राम्रो छ। यसले पावर इफेक्टिभ पनि गर्छ र पावर सप्लाई पनि गर्दा फेरि कसै हिट जेनेरेट गर्दैन र यसले दिने भनेको चाहिँ तपाईको 12 भोल्ट चाहिँ सीपीयूले दिन्छ, मेन प्रोसेसरले दिन्छ र 3.3 भोल्टेज बोर्डको लागि र 5 भोल्टेज चाहिँ यूएसबी पोर्टहरुको लागि छुट्टाएको हुन्छ एसएमपीएस ले। र तपाईले सोचिराख्नु भएको होला कि यो एसएमपीएस त कम्प्युटरको भयो, ल्यापटपमा चाहिँ के युज हुन्छ भनेर। ल्यापटपमा चाहिँ हाम्रो यो रहेको छ, यो एसएमपीएस एडाप्टर भन्छ यसलाई। यसले चाहिँ डाइरेक्ट हजुरको 19 भोल्ट कन्भर्ट गरेर डीसीमा कन्भर्ट गरेर ब्याट्री चार्ज गराउँछ र त्यो ब्याट्रीले चाहिँ अरु सप्लाईहरु बोर्डतिर पास गराउँछ है। सो यसले चाहिँ एसएमपीएस एडाप्टर भनिन्छ, जुन चाहिँ ल्यापटपको चार्जरमा हुन्छ र यो चाहिँ पीसी को लागि जुन केस भित्र रहेको हुन्छ। यो रहेको चाहिँ एसएमपीएस।